असन्तोषले यो दिपाल थापाको श्रीमती हो अनि यो बाजीकोटबाट हो हामी आएको उपचार गर्न त्यो दिदी बहिनी चाहिँ पिसाब गर्न जानुभएको भन्दै यसरी त्यो भन्दै गर्दा मलाई उहाँ पदम दाइले फोन हान्नुभयो भाइ रमेश भाइ तपाईँ चाहिँ तुरुन्त आउनु पर्यो यो दिपाललाई पनि खबर गर्न पर्यो यो कुन हो के हो यसरी चाहिँ उँधो गएको 1 घन्टा भयो यो बेपत्ता भएको यो बच्चा रोएको छ यहाँ त एकदमै नराम्रो स्थिति भयो भाइ भन्दा भनेपछि मैले तुरुन्तै उति बेलै म घरमा थिएँ अनि यो बाबुलाई फोन गरेँ बाबु कता छौ भनेर त्यो बाबु पनि घाँस काट्न गएको देखिन्छ बिहान सरसल्लाह गरेर श्रीमतीलाई अनि उपचार गर्न 2000 पैसा दिएर बच्चा अनि आफ्नो त्यो दाई पठाएर आफू घाँस काट्न गरे उहाँ जो वेदना हुनुहुन्छ उहाँ चाहिँ बुटोल उपचारका लागि जानुभएको थियो कि ढाडमा होइन यो यति बेला चाहिँ ढाडमै उपचार गर्नको लागि मैले बुझेअनुसार ढाडमै अहिले पठाउने पहिले उपचार त बुटोलको भैरवाबाट औषधि खाइराखेको थियो त्यो नानीले अनि अहिले ढाडको चाहिँ स्वास्थ्य चौकी हाम्रो यहाँ ओखरकोट स्वास्थ्य चौकीमा उपचार गर्न भनेर गएको के समस्या रहेछ वेदनालाई अनि उपचार त्यही त त्यो वेदनालाई त्यो बाबुले मैले के भएको थियो यो 1 घन्टा जति चाहिँ यो नभेटिँदै गर्दा के भएको बाबु कस्तो हो केही घरमा झैझगडा पो परेको थियो कि मनमुटाव सामान्य पनि हुनसक्छ जटिल पनि हुनसक्छ के हो त बाबु भन्दै गर्दा अङ्कल केही होइन म आफै चाहिँ त्यो ब्लड देखा परेको थियो अब 30-32 दिनकी सुत्केरी भयो हुनाले ब्लड देखा पर्यो कामकाज गाउँघरको अवस्था त्यही भयो हुनाले यसरी लौजाउ त भनेर पठाएको भन्ने कुरा उसले दिपालले गरे मैले लगेर गइहालेँ उति बेलै दिपाललाई लैसक्छ बच्चालाई चाहिँ त्यहीँ बिचरा त्यो उसले बाबुले समाइरहेको अवस्था अनि हामीले चाहिँ लगभग त्यहाँका 10-12 जना स्थानीय त्यहाँका ढाडका चाहिँ बाबु नानीहरू यो हाम्रो राजु लगायत पदम खड्का लगायत हामीले इलाकामा पनि जानकारी दिएका थियौँ र इलाकाबाट प्रशासन पनि आइसक्नु भएको थियो उहाँहरूलाई लगाएर एकचोटि अब खोलातिर साइड पनि जाउँ अब यति बेला भेट नहुँदै गर्दा कोही कतै केही अप्रिय घटना पनि घट्न सक्यो केही हुन सक्यो भनेर त्यतातिर गयौँ भेटाएनौँ र मैले तुरुन्तै त्यो नानीको माइत चाहिँ लिबाङ भएको हुनाले हामीले यो राजु महतले गाडी चलाएर त्यो बाबुलाई उहाँ लिबाङ पनि बाटामा चाहिँ हेर्दै जाऊ भनेर उता पठाइयो उता पनि 1 घन्टाको अन्तरालमा कहीँ कतै देखा नपरेको र हामीले अनि त्यहाँ अरूलाई खोजतलास गर्न लगाउँदै मैले त्यो सानो बच्चालाई मोटरसाइकलमा हालेर लिएर यहाँ त्यो फेरि विजय थापा भनेको त्यो दिपालको जेठो दाजु र उसैको श्रीमती त्यो नानीलाई बसन्तलाई मैले त्यो बच्चा दिएर लो नानी यसलाई चाहिँ दुध खुवाउने अरू चाहिँ लालन पालन पोषण गर्नुपर्छ भनेर यता दिएर गइयो जाँदा सब चाहिँ हामीले फेरि ढाडको एउटा चाहिँ उसमा खोलामा सब दिउँसो चाहिँ एउटा उसले त्यो बाख्रा हेर्नेले देखेर अनि त्यहाँ गएर त्यसलाई निकाल्ने काम गरियो र दिनभरि अनवरत रूपमा त्यही निकालेर राखेर अनि जिल्लाबाट चाहिँ टोली आयो इन्सपेक्टर टोली आएर र त्यहाँ चाहिँ मुजुल्का उठाएर र यसरी पठाइन्छ घटनाको प्रकृति हेर्दा के देखिन्छ के अनुमान लगाउन सकिन्छ होइन त्यही त अब हामीलाई पनि मलाई कस्तो लाग्छ भनेर भनेपछि हो यस्ता घटनाहरू तपाईँले अब एउटा चाहिँ सुनसरी उसबाट यत्न आउनु भएको छ यो घटनाको विस्तृत जानकारी लिनको लागि मलाई एकदमै खुसी पनि लाग्यो तपाईँहरू दाङदेखि यो घटनाको लागि एकदमै यस्तो चाहिँ बर्खा मासमा पनि यहाँ सत्य तथ्य के छ यहाँको यो के हो त भनेर यो जानकारी चाहिँ लिएर यो धरातलमा छोड्नको लागि तपाईँ यसरी आएकोमा म खुसी छु र मैले हामीले देखेको यहाँ असाध्य चाहिँ माया गर्ने यो उसले यो श्रीमानले ऊ विदेश गएको बेलामा यो नानी बिमारी परिन् असाध्य बिमारी परिन् अनि विदेशबाट लिएर अनि उपचारको क्रममा भैरवालय औषधि उपचार गरे सबै भयो अहिले ठिक कन्डिसनमा पनि थियो उनी आइसकेपछि एउटा सानो बच्चा जन्मेर अहिले लगभग चाहिँ 30-32 दिनको त त्यो सानो बच्चा भयो अब घरको कुरा हो पारिवारिक कुरा एकैछिनमा पनि 1-आधा घन्टामा पनि सानोतिनो टसल मसल त जसकोमा पनि हुनसक्छ त्यस्तो भएको यो कुरा जानिएन नत्र हामीले दीर्घकालीन धेरै पहिलो देखाउने यहाँ चाहिँ लडाइँ झगडा हुने अब त्यस्तो प्रकारको कुटपिट गर्ने अरू दुर्व्यवहार गर्ने यो मैले चाहिँ देखिनँ म त अपडाउन गर्ने विद्यालय जाने मेरो भतिजो हो म यहाँ यही विद्यालय हाम्रो सर्वोदय मावि यत्नै छ मेरो घर यहीँनिर हो मैले त्यस्तो केही देख्दिनँ यहाँ अब यस्तो गलत निर्णय के कारणले हुनसक्छ प्रहरीको मुचुल्का र तपाईँहरूको स्थानीयहरूको भनाइअनुसार यो आत्महत्या गरेकै अनुमान लगाउन सकिन्छ होइन त्यही त सर अब यो के हुन्छ त अब त्यो त त्यो नानीले जान्न पर्यो कि भगवान्ले जान्न पर्यो होइन अब हामीले पनि चाहिँ बिहान औषधि उपचार गर्न भनेर पठाएको नानी त्यसरी 81 त्यत्रो त्यो एउटा दुधे बालक एउटा आफ्नो दाइलाई समाएर सट्टै चाहिँ गएर र
हाम फालेको पनि कोही प्रत्यक्षदर्शी पनि देखिएन अनि हामीले पनि देखेनौँ। तर अब हामी सबै 1-1.5 घन्टा 2 घन्टा नभेटिँदै गर्दा त अब यो केही न केही त भयो भन्ने लाग्दै गर्दा पछि त्यो नदीमै चाहिँ तैरिएको अवस्थामा त देखियो। र अब के लाग्छ भने अब यही त हो समाजमा चाहिँ अलिकति सबै चिजको अशिक्षा बेरोजगारी होइन अनि गएर भन्नुहोस् न गरिबीपन अनि सबै कुरा चाहिँ समाजलाई एउटा सुसज्जित गर्ने एउटा प्रकारको पाटो सबैले चाहिँ त्यो प्रकारको पनि कमी भएको यी सारा चाहिँ सबैभन्दा मलाई लाग्छ एउटा यिनै कारणहरू पनि हुन सक्छन् जस्तो लाग्छ कि मलाई यो। अब त्यो जो वेदना चाहिँ आफ्नो बच्चालाई छोडेर हो सडकबाट चाहिँ निस्किनु भएको थियो, त्यो सडकबाट कति दूरी तल चाहिँ अथवा कति टाढा चाहिँ उहाँको सब फेला पऱ्यो? त्यो अन्दाजी त्यहाँबाट लगभग 300 मिटर 300 350 400 मिटर चाहिँ टाढा छ। त्यो बाटोबाट उ गर्दै जाँदा तल चाहिँ त्यति मिटर टाढा छ सर। लगभग 300 350 मिटर माथिबाटै उहाँ चाहिँ बगेको अनुमान होइन, त्यति अनुमान त्यो होइन, लगभग 50-60 मिटर खोलाबाट बगेको अनुमान मैले गर्छु होइन। अनि त्यहाँसम्म अलि माथिबाट फेरि त्यहाँ जाँदै गर्दा 100-150 मिटर भन्नुहोस् न, अब त्यही हो 200-250 मिटरकै अन्तरालमा त्यो लास भेटिएको छ। अब के भन्नुहुन्छ त यो दुःखद घटना होइन, यो साह्रै दुःखद घटना। 33 दिनको बच्चा अनि हामी त अब मेरो त परिवार थापा परिवार हो, म यहाँको एउटा सदस्य हुँ थापा फ्यामिलीकै होइन। म हिजो बिहानदेखि अहिलेसम्म अनवरत रूपमा यही केसमै छु र तपाईँहरूलाई अहिले एकैछिन टाइम दियो ती अब यो उसलाई त्यो वेदनाको चाहिँ लास लिएर र अहिले चाहिँ सबै यहाँका दाजुभाइहरू इष्टमित्र गइसक्नु भएको छ। तपाईँहरू टाढाबाट आउनुभयो र समय पनि मैले दिनलाई कोसिस गरेँ, दिन पनि पर्यो होइन। अब कस्तो लाग्छ भनेपछि असाध्य पीडाबोध भएको छ। त्यो बच्चा त्यो चाहिँ 32 दिनको बच्चा त्यस्तो छ। अरू जेठो नानी पनि 4 वर्षको नानी हो, जेठी छोरी। अर्को माइली छोरी 2 वर्षको छ। कान्छी छोरी 30-32 दिनको छ। अब यस्तो बच्चाहरूको यो एकदमै विदारक घटना, हृदय विदारक घटना छ। असाध्य चाहिँ हामीलाई पोलेको छ। हाम्रो गाउँ आज बाँधीकोट एउटा शोकमा डुबेको छ। हामी थापा परिवार, यहाँका इष्टमित्र, सबै नातागोताहरू सबैको आँखामा आँसु आएको छ। त्यस्तो त्यो नानी भर्खरको 24 वर्षको नानीले त्यस्तो प्रकारको एउटा चाहिँ घटना घटाउलिन्, अब त्यस्तो गर्लिन् भन्ने हामीले सोचेका पनि थिएनौँ कहिले पनि नै। कहिले त्यस्तो बिमारी भइन् उनी, असाध्य बिमारी भइन् बिचमा। त्यो प्रकारको दिमागले पनि तिनको काम नगरेको अवस्था थियो। यो 1 वर्ष पहिले दिमागले काम गरेन, नगर्दै गर्दा पनि यहाँ अनेक प्रकारका औषधि उपचार गरेर कन्ट्रोलमा आयो। आउँदै गर्दा अहिले कन्ट्रोल भएको बेलामा गएर चाहिँ यस्तो प्रकारको चाहिँ देखियो। र अब हामीले त खै अरू त के भन्ने, हामी त एकदमै पीडामा एकदमै शोकमा छौँ। त्यो बच्चालाई एकदमै चाहिँ गुलाम देवी देवता पशुपतिनाथ सबैको चाहिँ सेवा, तपाईँहरू जस्ता पत्रकारहरू अरू सबैले चाहिँ पालन पोषणको लागि सबैले चाहिँ एउटा सहयोग गरिदिएर होइन, तिनी त्यो बाँच्न पाउने अधिकार छ त्यो बच्चाको। उनी बाँच्न पर्यो, खान पाउने अधिकार छ। त्यो बच्चाको जुन अधिकार हो त्यो अधिकार हनन नभइकन चाहिँ बाँच्न पाउनु पर्यो, खान पाउनु पर्यो। घरको अवस्था कस्तो छ? होइन, घरको त अब गाउँघरको अवस्था हो, हेर्नुहोस् यस्तै हो। यो 2-4 महिनालाई खान पुग्दैन होइन। अब जागिर भन्दा भनेको सरकारी जागिर केही छैनन्। विदेश जाने अनि विदेश गएर आउने, इन्डिया जाने आउने, त्यो परिवारको त्यही नै हो। अरू कुनै प्रकारको त्यसको चाहिँ ताजो केही छैन। 2-4 महिनालाई यसो असाध्य दुःख गरेर जुटाएको चाहिँ त्यो यसो मकै कोदो यस्तो बाली भयो भने खाने हो, अरू सबै बाहिरबाट कमाएर ल्याएर खाने। समयको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। हामी यहीबाट अनुरोध गर्न चाहन्छौँ, वेदना थापाको जो 33 दिनको शिशु छ, जो नानी अहिले ऊ आमाबिन भएको छ, उसको पालन पोषणका लागि भयो भने देश विदेशबाट उहाँको परिवार र उसको लागि, उसको उज्जवल भविष्यका लागि, उहाँलाई त्यो शिशुलाई जोगाउनका लागि, बचाउनका लागि सबैले सक्दो सहयोग एकदमै मैले पनि त्यही अनुरोध गरेको छु। तपाईँहरू धेरै टाढाबाट सुन्छहरी एउटा मिडियाबाट यसरी आएर अब चाहिँ यहाँको तथ्य सत्य के हो त यो बुझ्नको लागि यो घटनामा एकदमै चाहिँ दुःख पाएर यहाँ आउनुभयो। धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो बच्चा अनि त्यही पनि कहीँ कतै लुकेर चाहिँ एउटा पर्दाभित्रबाट कहीँ खेल त्यस्तो भएको रहेछ भने फेरि हामी सबैले चाहिँ त्यसलाई उजागर गरेर अगाडि त्यो पृष्ठपोषण गरेर त्यसलाई ढाकछोप गर्ने होइन। कुनै प्रकारको घटना यहाँ मुछिएको रहेछ भनी जो कोहीबाट पनि त्यस्तो भएर रहेछ उसलाई मर्नै बाध्यता गराइएको रहेछ, कोही कसैबाट
भने पनि त्यसलाई हामी त फेरि यहाँ लाग्छौँ गर्छौँ छिमेकमा कुरा निक्लिन्छ बाहिर आउँछ होइन सर त्यो भावनाले त्यस्तो हुने भइ नै हाल्छ र अब बाँच्नको लागि यो हाम्रो सानो बच्चा छ अनि अरू दुईटा साना नानीहरू पनि असाध्य साना छन् कि उनीहरू मकै पोलेर दिएको यसो फोकेर खाने भएको छन् तर उनीहरूले उनको पनि अब आमा यस्तो भयो आज यो घटना भयो भनेर रोएनन् केही कराएनन् अहिले त्यस्तो तरिकाले गएका छन् उनलाई थाहै छैन र यिनी साना यिनी तिनवटा बच्चाहरूको लागि तपाईँहरूको यो मिडियाबाट एकदम जोरदार रूपमा चाहिँ जाओस् यिनीहरूको लालन पालन पोषणको लागि नेपाल सरकार प्रदेश सरकार स्थानीय सरकार अनि सरकारवालाहरू सबै चाहिँ तर तपाईँका समाजसेवीहरू सबैले सहयोग गरिदिएर यिनीहरूको पठन पाठन शिक्षा दीक्षाको लागि यो आवाज चाहिँ उठाइदिनु भयो भने मैले सरहरूलाई धेरै मेरो हृदयदेखि धन्यवाद दिनेछु त्यही भन्न चाहन्छु धेरै धेरै धन्यवाद धन्यवाद नमस्ते